बागमती प्रदेश 3 रक्सिराङ गाउँपालिका वडा नम्बर 8 पाम्बुङ भन्ने ठाउँ। यो ठाउँमा चाहिँ मेरो गाउँ रहेको छ। यो गाउँको नाम चाहिँ अघि नै मैले भनिसक्यो, पाम्बुङ हो। यही पाम्बुङ गाउँको सेरोफेरो यस्तो छ गाइज, हेर्न सक्नुहुन्छ तपाईँहरूले। आज चाहिँ म आफ्नै गाउँको यो घरभन्दा अलिकति तल यो मेरै बारी हो। यो मेरो बारीको यता छेउपट्टि कपालको बोट रहेछ। यो कोलोवा साई भन्छ हाम्रो यो चेपाङ भाषाबाट चाहिँ, कोलोवा साई। अब यो बोट देख्ने बित्तिकै तपाईँहरूलाई अब थाहा छँदैछ, यसलाई चाहिँ हाम्रो भाषामा चाहिँ कोलोवा साई भन्छ गाइस। म एउटा टिप्छु, हेर्नुहोस् गाइस। अब यस्तो पाक्ने बेलामा चाहिँ कालो हुने रहेछ है। अनि सुरुमा चाहिँ यो फल चाहिँ फुल जस्तै फुल्ने रहेछ यो फल है गाइज, फुल जस्तै फल्ने। अनि त्यसपछि सेतो हुन्छ गाइज। अलिकति ठुलो भइसकेपछि ठिकैको के ठुलो भइसकेपछि सेतो हुने रहेछ। अनि त्यसपछि त्योभन्दा पनि अलिक ठुलो भइसकेपछि चाहिँ रातो हुने रहेछ गाइज। हेर्नुहोस् यो यस्तो हुने रहेछ। अनि पाकिसकेपछि चाहिँ कालो हुने रहेछ गाइज। म टिपेर तपाईँहरूलाई म देखाइदिन्छु गाइज, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो हुन्छ गाइज। के गर्नुहोस् गाइज, अब यसो जब थियो गाइज, अहिले छुट्टी भएको छ। छुट्टी भएर पनि 13-14 दिन जति भयो गाइज। अनि फुर्सदको समयमा चाहिँ हामी आफ्नै गाउँ अनि गाउँघरमा आफ्नै बारी यसरी घुम्ने। अनि त्यसपछि बारीमा के फल्या छ त्यो टिप्दै खाने गाइज। एकदम रमाइलो छ गाइज। के गर्नु, अब जिन्दगीमा बाँचुन्जेल सक्दो मनोरञ्जन गर्नुपर्छ गाइज। यसो खाने भए यसो मलाई सम्पर्क गर्नु गाइज। हाम्रो गाउँमा पाम्बुङ भन्ने ठाउँमा चाहिँ यो कपालको बोट, अनि त्यसपछि कपाल, यसलाई चाहिँ कपाल भन्छ। अनि अलिकति यो पाम्बुङबाट चाहिँ लगभग 30-35 मिनट जति हिँड्यो भने चाहिँ त्यो ठाउँमा, अब यो मार्ने डाँडा भन्ने ठाउँमा चाहिँ कपाल पाउँछ गाइज। कपाल के हो, कपाल भन्छ गाइज, हो त्यो पाउँछ। अनि लाली गुराँस पनि थियो फागुन, यो चाहिँ त 10-15सम्म चाहिँ थियो। लाली गुराँस चाहिँ छैन गाइज, त्यो समयमा थियो। अनि त्यो समयमा चाहिँ अब मेरै घर छेउतिर चाहिँ पाउँदैन गाइज लाली गुराँस चाहिँ। त्यो पनि जानुपर्छ यो माडे डाँडा भन्ने ठाउँमा। मेरो गाउँबाट चाहिँ लगभग त्यही 25-20 मिनट जति लाग्छ गाइज त्यो गाउँ पुग्नलाई। गाइज हेर्नुहोस्, रमाइलो छ गाइज। हो यता चाहिँ मनहरी भन्ने ठाउँ, यो गोठ डाँडा। अनि गोठ डाँडा हुँदै अनि पाङथली पुग्छ। पाङथली बाटो चाहिँ देवीद्वार स्कुल, अनि त्यसपछि राजकुमारको भट्टी, अनि त्यसपछि क्रेसर पछि अनि मनहरी पुग्छ गाइस। मनहरी भन्ने बजार पुग्छ। प्राय जस्तो हामी अहिले यो यहाँको बासिन्दाहरू अनि यहाँको
यो गाउँको दिदीबहिनीहरू चाहिँ प्रायः जस्तो अहिले मनहरी बजार नै जान्छ गाइज। अनि त्यहाँ अलि यो लोथरभन्दा चाहिँ अलिकति नजिकै पर्छ। अनि त्यहाँ फेरि अहिले रोड पनि छ, रोडबाटै ट्याक्कै मनहरी नै पुग्छ। त्यही भएर प्रायः जस्तो यो ठाउँको मान्छेहरू चाहिँ मनहरी नै जान्छ गाइज। अनि गाइज यता चाहिँ लोथर पर्छ गाइज, लोथर गाइज। लोथर त्यो देखिरहेको गाइज त्यो यतापट्टिको डाँडा चाहिँ त्यो बाङ्राङ हो, अनि बाङ्राङको उतापट्टिको डाँडा चाहिँ त्यसलाई चाहिँ उ भन्छ गाइज, के हो परिवातार होइन के भन्छ बिर्स्यो कि मैले, परेवाकोट भन्छ। अनि यतापट्टिको डाँडा यो डाँडा चाहिँ रूपाचोरी गाइज, यो रूपाचोरी र अनि यो छ नि बाङ्राङ, यसको बिच छ, त्यो बिचमा चाहिँ परिवाकोट भन्ने ठाउँ छ गाइज त्यहाँनिर। ल है गाइज म त खाँदैछु, एकदम रमाइलो छ मेरो गाउँ। घुम्ने भए यसो सम्पर्क गर्नु होला गाइज। ल आया ठ्याक्कै गाह्रो रहेछ। धेरै गाह्रो छ गर्नु, बाज्नुपर्छ, के खान पाउँछ, के देख्न पाउँछ गाइज, रमाइलो गर्न पाउँछ।